हेलो प्याकहरु र फेरि पनि स्वागत छ तिमीहरुलाई मेरो ताई न तुई जस्तो भिडियोमा। आज हामी फेरि यस्तो दुनियाँमा प्रवेश गर्न जाँदैछौँ जहाँ फरक पर्दैन तिमीहरु कालो छौ या गोरो, तिमीहरु भाइरल बन्न सक्छौ। जहाँ फरक पर्दैन तिमीहरुसँग ट्यालेन्ट छ या छैन, तिमीहरु भाइरल बन्न सक्छौ। भिडियो रियाक्सन तिमीहरुले गर्न केही पर्दैन, अरूहरुको भिडियो डाउनलोड गरेर राख्ने र त्यसमा जे गरिरहेको छ तिमीहरुले जस्ट मुख चलाएर बोल्दिए मात्रै पुग्छ। र यस्तै क्रियाकलाप गर्ने मान्छेहरुलाई आज हामीले धजिया उडाउने वाला छौं। ल सुरु गरौँ ढिला नगरी भिडियो। हाम्रो ठाउँतिर सानो सानो नदी खोलाले पनि बाढी आएर लग्छ भन्ने हुन्छ, तर बाहिरतिर हेर्नुस् त यति ठुलो समुद्रको साइडमा घर छ, यत्रो छाला आउँछ तर पनि घर चाहिँ सुरक्षितै छ त। देखिहाल्यौ नि, मैले भने जस्तै तिमीहरुले केही मेहनत गर्नै पर्दैन। जस्ट त्यहाँ भइरहेको एक्टिभिटी तिमीहरुले मुखले चलाएर बोल्दिए मात्रै पुग्छ। तर यो मुखले चलाउनलाई पनि यति कुरा त नलेज हुनुपर्छ कि खातै यो एआई को कमाल हो, यो ओरिजिनल भिडियो होइन। ओरिजिनल भिडियो रियाक्ट गर्नै पर्यो पनि यो एआई को कमाल हो। 2 कक्षा पढ्ने विद्यार्थीलाई थाहा छ, त खातेलाई यति पनि थाहा छैन। एमाजोन जंगलको पानीमा भेटियो यानाकुण्डा, जसले यो चितालाई निलिरहेको थियो। त्यति मात्र होइन, यहाँ लायन शेरलाई पनि खान खोज्दैछ। भनिन्छ यो एमाजोन जंगलको सबैभन्दा ठुलो यानाकुण्डा हो। शेयर गरिदिनुहोस्। मैले अघि भने जस्तै यो भिडियो पनि एआई बाटै बनाएको हो। यो सुड्डीलाई अमाजोन जंगल कहाँ पर्छ भनेर यति पनि थाहा छैन होला। जस्ट कुनचाहिँले सिकाएर अगाडि आएर आँखा झिमिक 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 गर्दै चेप्पाएतै बोलिदिएको छ, भाइरल हुन परेको छ बस। हामीले पानी खानलाई पिउने पानीलाई यसरी पनि हामीले फिल्टर गर्न सकिन्छ साथीहरु। हेर्नुस् त, यो चाहिँ पाकिस्तानको एउटा गाउँमा गरेको रहेछ यो फिल्टर। तर मलाई चाहिँ एकदमै गजब लाग्यो। यहाँलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्न सक्नुहुन्छ। हेर्नुस् त, तिमीलाई पानी फिल्टर गर्न चाहिँ आउँदैन दाइ, कपाल चाहिँ राम्रै फिल्टर गरेछौ, तालु खुइले नै खुइलिने गरी। यो पानी फिल्टर गरेको होइन, त्यहाँ चाहिँ कुलो बनाउन नमिल्ने भएको हुनाले, पानीले गति फेरि राख्ने भएको हुनाले यसरी पानी चाहिँ ठाउँमा पुर्याउनको लागि यसरी उपयोग गरिएको हो। 2 कक्षामा पढ्ने विद्यार्थीहरूले पनि यो कुरा बुझ्छ। तिमी तालु खुइलिसकेछौ, चिन्दे भइसकेछौ, तर अझै पनि यति कुरा थाहा रहेनछ तिमीलाई। अब जानी राख। यो ट्रिपर माथि बस्ने मान्छे खतरा रहेछ, तर यसले खतरा रिस्क लिएको छ। 1 मिस गेम ओभर भने जस्तो त्यो बालुवा बाँकी रहेको बालुवा खसाल्न बस्यो होला, तर खस्यो पनि गयो फेरि। पहिलो कुरा त्यो मान्छे चाहिँ अड्किएको बालुवाहरू चाहिँ खुट्टाले हानेर तल झर्नलाई बसेका हो। र अर्को कुरा 1 मिस गेम फिनिस हो के। नआउने भसी नबोल्नु नि। म जस्तै कि अनपढ गवाडो भने नबोली बस्नु, न त त्यो जान्ने किन बोल्नु। 1 मिस गेम फिनिस हो, गेम ओभर होइन। ल हेर्नु साथीहरु, बल मात्र भएर केही पनि हुन्न के साथीहरु। ल यतिको दिमाग भयो भने चाहिँ कति सजिलो हुन्छ काम गर्न, अनि छिटो पनि कति छिटो हुन्छ। हेर्नुस् त खेतालाको आइडिया। त्यो मान्छेले आफ्नो काम गरिरहेछ, मेहनत गरिरहेछ, आफ्नो काम देखाइरहेछ। तैँले पनि केही आफ्नो काम देखा। अरूको भिडियोमा मुख मात्रै चलाएर कति भाइरल हुन्छ जो? यस्तो भ्यू खाएर केही कामै छैन के। ल हेर्नुहोस् त साथीहरु, हामी मार्केट गएर राता राता पाकेका टमाटर किनेर लिएर आउँछौं, तर कसरी पकाउँदा रहेछन् ल हेर्नुहोस्, आज भिडियोमा देख्न पाइयो। यसरी इन्जेक्सन लगाएर पकाउँदा रहेछन्। यो त सरासर गलत हो, किन भन्नुहोस् त। ल सबैजनाले यो भिडियोलाई चाहिँ सक्दो शेयर गरिदिनु होला है। वाह 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 वाह, क्या ज्ञानको कुरा दियो यो मान्छेले। यसले नभनेसम्म हामीलाई थाहै थिएन टमाटर कसरी पकाउँछन् भनेर। बाबा बाबा, यति ठुलो ज्ञान दिएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। कि छ्या मान्छे मासला कसरी पकाउँछन् के गर्छन् त्यो सबै हामीलाई थाहा छ के। हामीलाई तैँले ज्ञान दिनु पर्दैन। आफैले केही ज्ञान सिक, आफैले केही गर्नुपर्छ। अरूको भिडियोमा अरूको मेहनत खानु हुँदैन भनेर सिक। पूजा बिहेहरूमा मण्डप सजाउनको लागि, घर सजाउनको लागि कस्तो राम्रो आइडिया। ल हेर्नुहोस् त, उहाँले चाहिँ यसरी पात फुललाई मिलाएर कति राम्रो बनाउनु भएको छ। हजुरलाई पनि यो आइडिया मन पर्छ भने कमेन्ट गर्नुहोस् र एकचोटि ट्राई पनि गर्नुहोस् है त। यो कुरा पहिला दिदी तिमी आफै ट्राई गर। तिमीले आफै ट्राई गरेको भिडियो बनाएर अनि अपलोड गर। त्यसपछि तिमीले बनाइछौ भने त्यसपछि है छ है भनेर बल्ल हामीले गरौँ। र अरूले गरेको क्रियाकलापको चाहिँ तिमीले सिकाएर हामीले गर्दै गर्दैनौँ। साथीहरु यस्तो जमाना के आयो हेर्नुस् त। अब रोबोटले समेत धान काट्न लागेछन्। मान्छेको काम छैन, अब मान्छेहरु बस्ने खाने मात्रै भयो। हेर्नुस् त, क्या मजाले काम गरिरहेछ रोबोटले। के अचम्म हो यस्तो देख्नु पर्यो। तपाईहरु गजब देख्नु भयो। यस्तो कहिले देख्नु भएको थिएन भने भिडियोलाई एक लाइक चाहिँ गर्नु। मान्छेहरु जति सबै अनि अर्काको मेहनत खाएर यसरी भिडियो बनाएर बसेर थालिहाले, अनि बिचारा रोबोटले काम नगरेर के गर्नु त। तिमीले पनि जाऊ गर धान काट। चाइनामा खेती गर्नेको तरिका हेर्नु त, काँक्रा कसरी फलाएका छन्। मन पर्यो भने कमेन्ट गर्ने साथी। धन्न तपाईँ हुनुहुन्न रहेछ र दिदी, हामीले देखियो, नत्र हामीले थाहै थिएन काँक्रा कसरी फलाउँछन् भनेर। के काने आफैले फलाए जस्तो गरेर हेर्न मन पर्यो भने कमेन्ट गर्नु रे। किन गर्ने, गर्दिनँ म।
हे प्रभु यो के देख्नु परेको यहाँ हेर्नुहोस् त साथीहरू टाउकामा यति धेरै जुम्रा नै हो कि किर्ना नै हो कि मैले त केही बुझ्नै सकिनँ तर हो भने पनि कसरी चाहिँ लिएर बस्नु भएको होला लौ हेर अब त कोही त झन् आफूले मुख पनि नचलाउने अगाडि ठिङ्ग मुख चलाए जस्तो मात्रै गर्ने अर्काको भिडियोमा आफू बोले जस्तो मात्रै गरिदिने पनि छन् है के देख्न पर्छ हे प्रभु यस्तो घिनलाग्दो त नहाल कमसेकम तपाईले यो ट्यालेन्टले चाहिँ 1 लाइक 1 कमेन्ट र 1 शेयर गर्न नभुल्नु होला हेर्नुहोस् त यो ट्यालेन्ट चाहिँ सल्युट गर्न चाहन्छु म चाहिँ हेर्नुहोस् त ल यस्तो ट्यालेन्ट हुन्छ नि यो ट्यालेन्ट देखाउने मान्छेको ओरिजिनल एकाउन्ट कुन हो भन त्यसमा गएर बल्ल हामीले लाइक गर्छौँ कमेन्ट गर्छौँ सेयर गर्छौँ सपोर्ट गर्छौँ तिमी तालुखिले बुढाकोमा हामीले गर्नेवाला छैनौँ यो भिडियो जसकोमा आज उसको संकेत हो कि लक्ष्मी प्रदान गर्ने संकेत हो साथीहरू तपाईको घरमा आज लक्ष्मीको प्रदान हुनेछ यो भिडियो आज पनि इग्नोर नगर्नु होला 5 साथीलाई शेयर गरेर जानु होला जय लक्ष्मी माता अवश्य कमेन्टमा लेख्नु होला साथी भगवान कसम मलाई सबैभन्दा रिस उठ्ने त यस्ता खातेहरूसँग हो के यार भगवानको नाममा भ्युज खानालाई यतिसम्म ब्ल्याकमेल पनि नगर्नु हो मान्छेलाई हो यस्तो मान्छेलाई देख्यो भने त झन् मेरो दिमागै खराब हुन्छ क्या ल प्याकहरू आजलाई जस्ट यति नै अर्को भिडियो कसको माथि बनाओस् भन्ने चाहना छ कमेन्ट गरेर जाऊ र यो भिडियोबाट मलाई अरू केही थाहा छैन सेयर गर जेसुकै गर मलाई 500 सब्सक्राइबर चाहियो अरू मलाई केही थाहा छैन जस्ट 500 सब्सक्राइबर चाहिँ पुर्याइदेऊ धन्यवाद